भान्जा चुरुट गर्ने यार लास्ट सिक भइसक्यो यार। अनि त खाना हुन्थ्यो नि मामा यार, गोजीमा छँदै छैन। तपाईँ गोविन्दलाई भन नि त, अनि त्यसले ल्याएर आउँछ त। ल हुन्छ मामा, जाउँ त्यसैले ल्याउँ। बाबु कता हिरो भनेर होइन के बाप, उता साथीहरूले बोलाइरहेछन् अनि जानुपर्ने हो क्या, त्यही भएर जानलाको। केमा बजे साथीहरूले बोलाएको छन्, त्यत्रो मल फाल्नु बाँकी छ, काम गर्नु बाँकी छ, काम गर्नु पर्दैन। साथीहरूले बोलाएको छ 24 घन्टा साथीहरूको पछाडि लागेर हुन्छ। फर्किभित्र उहाँ टुले बड्डाले गर्नमा कहिले पनि आफूले सोचेको हुन्न है। आफ्ना साथीहरूसँग घुम्ने भनेको यसो यो कहिले मिल्काउँछु बड्डा सड्डालाई। के हो यार गोविन्द यार, यस्तो यार काम नपाएको जस्तो नि मलको ढोका बोकिरहेको। खिस्टिक छ, जाउँ खाना। ए यस्तो मरिरहेको बड्डाले गर्छन्। जाउँ जाउँ जाउँ। अब उसले नआउ यार गोविन्द यार, यस्तो हिरो जस्तो मान्छेले यार मलको ढोका सोका बोक्ने। जाउँ नि एउटा चुरुट लिएर आइज। खाली ल्याइस् कि हो, खाली जस्तो देख्छु त। होइन यार, अस्ति भर्खर किन्दाखेरि 100 रुपियाँको डब्बा थियो, आज 150 रुपियाँ भयो यार। उनीहरूको ठाउँमा मान्छे पनि बेरोजगारी, हामी चुरुट पनि किने खान सकिँदैन यार। पहिला यसमा माल मिलाएर खाउँ यार, नत्र अरूले बडाले थएपछि मार्छ नि यार। जाउँ जाउँ जाउँ। गोविन्दलाई काम गरेर लगाएको, कति काम गर्यो यसले, गर्यो कि गरेन, के गर्यो भन्दा यो कति काम गरेर छ यसले समय। यस केमा डोको त यही छ, यसले त के बोक्यो त मोबाइलसम्म बोक्ने हौ। कहाँ मऱ्यो यो, कता गयो यो कहाँ गएछ यो, यसलाई कहाँबाट ल्याएर आउनु यसलाई। ए पोषण त्यो उसलाई, हामीलाई त्यो गोविन्दलाई देख्थिस्? खै यार अङ्कल, त्यो कामतिर गएको छ नि क्या। यस के मात्र आज म त्यसलाई जाएको छु, म छोड्दै छोड्ने आज कहाँ गएको छु त्यो हेरौँ खै। अन्त चुरुट निकाल न, यहाँ त हारले त धेरै पैसा। चुरोट त एउटै छ मामा, जुवामा जली जित्छ त्यसैले यो चुरोट खान्छ। यस